नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवर्धन गर्न स्थापना गरिएको आप्रवासी नेपाली गीतकार सङ्घ अमेरिका अब अन्तर्राष्ट्रिय नेपाली गीतकार सङ्घ INLA को आधिकारिक रूपमा कार्यान्वयनमा आएको छ। संस्थाले 2025 अप्रिल 28 देखि नयाँ स्वरूपमा अघि बढ्ने घोषणा गरेको छ। अमेरिकाबाट अर्जुन प्रधानको रिपोर्ट। सन् 2023 मा अमेरिकामा स्थापना गरिएको सङ्घले प्रारम्भमा प्रवासी नेपाली गीतकारहरूलाई लक्षित गरे पनि अहिले विश्वभर फैलिएका सर्जकहरूलाई समेट्दै अन्तर्राष्ट्रिय कार्यक्षेत्र बनाउने निर्णय लिएको हो। सङ्घले गीत लेखन प्रशिक्षण कार्यक्रम, करिब 52 जना गीतकारहरूको संयुक्त गीति सङ्ग्रह, नेपाली मूल प्रतिको फुल र INLA ज्ञानेन्द्र गदाल गीत सम्मान जस्ता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ। उक्त सम्मान पहिलोपटक वरिष्ठ गीतकार निर शाहलाई प्रदान गरिएको थियो। सङ्घले आफ्नो पहिलो साधारण सभामा आगामी 4 वर्षका लागि नयाँ कार्य समिति चयन गर्दै संस्थालाई सुदृढ बनाउने रणनीति अघि सारेको हो। संस्थाका संस्थापक अध्यक्ष हरि उप्रेतीले प्रेस विज्ञप्तिमा भन्नुभएको छ, नेपाली भाषा र साहित्य हाम्रो मौलिक पहिचान हो, जुन नागरिकता होइन, आत्मासँग गाँसिएको अमूल्य सम्पत्ति हो। यसको संरक्षण र प्रवर्धन हरेक नेपाली भाषीको कर्तव्य हो। उहाँले विश्वभर रहेका नेपाली सर्जकहरूलाई एकै थलोमा आबद्ध भई भाषिक र सांस्कृतिक एकताको सशक्त अभियानमा सहभागी हुन आग्रह समेत गर्नुभएको छ। प्रेस विज्ञप्तिमा नयाँ नेतृत्वमा अध्यक्षको रूपमा हरि उप्रेती, उपाध्यक्ष शेखर ढुङ्गेल, महासचिव रन खड्का, मिडिया प्रवक्ता अर्जुन प्रधान रहनु भएको छ। संयुक्त नेतृत्वमा प्रकाशित विज्ञप्तिबाट स्पष्ट छ, INLA अब विश्वभर रहेका नेपाली गीतकारहरूको साझा संस्था बनाउँदै भाषा साहित्यको अन्तर्राष्ट्रिय प्रवर्धनमा अग्रसर हुनेछ। अन्तर्राष्ट्रिय नेपाली गीतकार सङ्घ INLA को यो आधिकारिक घोषणा नेपाली गीत साहित्यमा एक ऐतिहासिक मोड बनेको छ। यो अभियानले नेपाली भाषाको विश्वव्यापी सशक्तिकरणमा दूरगामी प्रभाव पार्ने विश्वास गरिएको छ।